हेलो एभ्रिवान, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ आज हजुरहरूसँग नोट गर्दै गफ गर्न आएको है त। अब नोट गर्दै पनि कस्तो गफ हो फेरि क्यामेरा अगाडि राखेर भन्नुहुन्छ होला। अब क्यामेरा अगाडि राखेर पनि पढ्नेले त पढिहाल्छ, नपढ्नेले पढ्दैन। मेरो भनाइ चाहिँ यही छ है त। म चाहिँ सुरुमा चाहिँ सोसियल मिडियाहरूतिर चाहिँ बोल्दिनँ थिएँ। आजभोलि चाहिँ म पनि बोल्न थालेको छु। पहिला चाहिँ मलाई बनाउन चाहिँ मन लाग्थ्यो, तर मान्छेहरूले के भन्छन् कि म खासै बोल्दिनँ थिएँ। त्यहाँदेखि यहाँनिर बोल्दा चाहिँ अब मान्छेहरूले भन्ने खालको हुन्छ कि भनेर चाहिँ मलाई बोल्न पनि मन लाग्दैन थियो। तर मलाई भिडियोहरू बनाउन चाहिँ एकदम धेरै मन पनि लाग्छ सानैदेखि। अब मान्छेहरूलाई त एउटा भिडियो हाल्यो भने पनि पढ्दै हुन्छ क्या। यसले यो अब पढ्दिनँ बिग्रिन्थे खालकोतिर जान्छ। तर मान्छे भिडियो हाल्दैमा चाहिँ बिग्रिँदैन। मान्छेको नियत राम्रो हुनुपर्छ, अनिदेखि आफ्नो अब चाहना हुनुपर्छ बनाउनको लागि चाहिँ। मलाई पहिला स्कुलको क्या एसेम्ब्लीमा लानुहुन्थ्यो, अनि मलाई स्पिच पनि भन्न कस्तो अप्ठ्यारो लाग्थ्यो। अनि म भन्दिनँ थिएँ क्या, आएको पनि सबै बिर्सिदिन्थेँ क्या सबको अगाडि। अनि म आफ्नै अगाडि पनि क्यामेरा राखेर एक्लै हुँदा पनि म बोल्नै सक्दिनँ क्या। तर अहिले चाहिँ अरूको हेरेर दुनियाँ नै यस्तै छ अहिले त भनेर चाहिँ अलिअलि चाहिँ कन्फिडेन्स आएको छ पनि, अनि म बोल्छु पनि। तर मलाई खासै देखाउन चाहिँ मन लाग्दैन क्या। जस्तै कि मैले आफूले चिनेको मान्छे अनि मलाई चिन्ने मान्छेलाई चाहिँ साथीहरू बाहेक चाहिँ अरूलाई चाहिँ देखाउन मन लाग्दैन। अनि आफन्तहरूलाई पनि क्या एउटा भिडियो हेरिदिनुहुन्छ अनि आएर अब यस्तो हालेको थिएँ भन्नुहुन्छ अनि पुरा गर्नुहुन्छ होइन। तर अब मलाई चाहिँ अनि अप्ठ्यारो खालको लाग्छ। अनि म चाहिँ आफूले चिनेको मान्छेले चाहिँ नहेरिदियोस् जस्तो लाग्छ क्या। किनकि म उनीहरूसँग बोलेकै हुन्न रियल लाइफमा, अनि भिडियो हेरेर मेरो चाहिँ अगाडि आएर चाहिँ अनि भन्नुहुन्छ, अनि मलाई अप्ठ्यारो खालको लाग्छ। मसँग मात्र यस्तो हो कि तपाईँहरूसँग पनि यस्तै हुन्छ भनिदिनु होला है त साथीहरू। मान्छेहरूलाई अरू केही गर्न नआए पनि जज गर्न चाहिँ छिटो आउँछ क्या। कहिलेको भिडियो हेर्छन् अनि आएर चाहिँ भन्छन् क्या कति भिडियो हालेको कति फोटो हाले भन्छन्। अनि कतिजनाले चाहिँ यो अहिले हाल्ने बेला होइन भन्नुहुन्छ होइन। मान्छे चाहिँ समय सँगसँगै चल्नुपर्छ। मेरो भनाइ चाहिँ यस्तो छ, किनभने भोलि कसैले देखेको हुँदैन होइन। भोलि भनेर पर्खिँदै भोलि कसैले देखेको हुँदैन। त्यही भएर आफूमा रमाउनु पर्छ अनि आफूले चाहेको कुरा गर्नुपर्छ। 12 घन्टा स्कुलमा राखेर त्यस्तो थाकेको जिउमा 12 घन्टा राखेर अझ होमवर्क एसाइनमेन्ट दिएर अनि अर्को भोलिपल्ट नबुझाउँदा मैले भिडियो बनाइछु भनेर चाहिँ टिकटक बनाएर चाहिँ अनि मैले टाइम नपाएको एसाइनमेन्टहरू गर्न भनेर चाहिँ भन्नुहुन्थ्यो। मान्छेलाई होइन कहिलेदेखिको टेन्सन कहाँको के टेन्सन भइरहेको हुन्छ। तर मान्छेहरू भन्नमा चाहिँ प्याच्चै भनिदिइहाल्छन् क्या। म चाहिँ भन्छु मान्छेहरूलाई कुरा नबुझिकन टर्चर दिनु हुँदैन। उनीहरूको पनि मन हुन्छ होइन। जस्तो जे भए पनि मनमा लागेपछि कुरा निकाल्न गाह्रो पर्छ। त्यसैले आफूले आफूलाई खुसी बनाउनु पर्छ। मेरो भनाइ चाहिँ यति नै छ। ओके बाई गाइस, लाइक कमेन्ट गर्न नभुल्नु होला।